मचाइदिए भनेर तपाईहरूले उइलक लगाउनुको कारण के हो? कुनै पनि पठाउ राइडरलाई यतिसम्म तनाव दिन मिल्दैन। म पनि एउटा पठाउ ड्राइभर हो र तपाईँले ओनवे लेखे आउनुहुन्छ, यत्रो बोल्नु होइन, अलि फ्ल्यासमा लेख्नुहोस्। ओनवे पनि कत्रोमा लेख्ने, कहाँ पार्किङ गर्ने निश्चित समय छैन। पार्किङ लेख्यो र सम्बन्धित व्यक्ति कुनै पनि व्यक्ति पठाउ राइडर गरेर विदेश जानको लागि राजधानी विभागमा जान्छ र त्यसले आत्मदाह प्रयास गर्छ भने यो सरकारप्रति जनता असन्तुष्टि छ र तपाईँको 1 लाखको जरिवाना आयो भने कति आत्मदाहको प्रयास होला? एउटा एकचोटि सोचेर भन्नुहोस्। हामी जान्न चाहन्छौँ, जनता जान्न चाहन्छन्, जनतालाई बुझाउन चाहन्छौँ भन्ने तिमीहरू हो। तिमीहरू आज सरकारमा छौ र मान्छे दिन दाडे खोलामा मरिरहेका छन्। खोलामा मरेको मान्छेको लास भेटिन्छ, दिन दाडे मान्छे आगो लगाउँछ पेट्रोल खनाएर। हिजो त्यति अनुसार आम्दानी पनि गर्नुपर्छ। आम्दानी के बढ्या छ? सरकारको पालामा त्यति बेला भन्नुभएको थियो मान्छे आत्मदाह गरिरहेको बेला सरकार सुतेर बसेको छ भन्नुहुन्थ्यो। तपाईँ के हेरेर बस्नु भएको? 24 घण्टा बित्न लागिसक्यो, अहिलेसम्म केही पनि सरकारको नीति नियम आउँदैन। तपाईँहरूले भन्नुहुन्थ्यो हामी 100 दिनमा यति काम गर्छौँ, 100 दिनमा विदेशका भित्तामा पोस्ट टाँच्छौँ। त्यसकारण अब चाहिँ सरकार सम्मिलित हुनुपर्छ र कसै पनि कानुन मान्नको लागि पैसा तिरेर मात्रै कानुन मान्दैन। कुनै देशमा छैन कि कानुन मान्नको लागि पैसा तिराउनु पर्छ। पैसा तिराउने भनेको एउटा मान्छेले गरेको सजाय पो तिराउने हो। मान्छेको घर जीवन जग्गा बेचेर तिर्ने जति पैसा राज्यलाई कर तिर्न सकिन्छ, गल्तीको सजाय त्यो हुन्छ। त्यो गर्नुभन्दा जेल हालिदियो होइन त? जेल गर्ने 35 दिन जेल हुन्छ कि 10 दिन जेल हुन्छ कि 5 दिन जेल हुन्छ कि 1 दिन जेल हुन्छ? त्यो नियम लगाउनु न। पैसा तिरेर हुन्छ? जेल हाल्न ठिक छ, पैसा तिराउन ठिक छैन। किनकि उनले 1 लाख रुपियाँ तिर्नलाई तपाईँको बेसिक स्यालेरी अहिले 19,400 रुपियाँ छ। तपाईँको कति काम गर्नुपर्छ, कति महिना काम गर्नुपर्छ 1 लाख रुपियाँ तिर्नलाई? कुनै पनि कर्मचारीले नेपालको तपाईँले एउटा उद्योग खोल्नु भएको छैन। अनि तपाईँ के को नीति नियम र पारदर्शिताका कुरा गर्नुहुन्छ हामीसँग? हामी युवा हो, म पनि पठाउ ड्राइभर हो, हामी ओनरमा म पनि चिट काटेको छ। तर पुलिस कस्तो ठाउँमा बस्या हुन्छ भने एउटा कुनामा बस्ने हो। के हो त्यो? साँच्चीकै त्यो ट्राफिकको त्यो हुन्छ त्यस्तो नीति नियम? कुन नीति, कुन धाराको कुन सिद्धान्तमा हिँड्छ ट्राफिक? त्यो विस्तृत जानकारी सहित महानगरपालिका यो ज्यादती महानगरभित्र चलाउन मिल्दैन। तिम्रो घरभित्र चलाऊ, आफ्नो घरभित्र लगाऊ ताला। कसैको बाइक र कसैको सम्पत्तिमा ताला लगाउने अधिकार तिमीलाई छैन। तिमीलाई सम्बन्धित निकायलाई जानकारी गराएर सम्बन्धित व्यक्तिलाई पहिला आफ्नो हातमा लिएर तल्ल त्यो सजाय भोग्न सकिन्छ। सजायको लागि चिट काट्ने, तिमीहरूले चिट काट्दैमा सरकारको उपलब्धि हुने भए एउटा चिटले 5,000 उठाउने ठाउँमा 25,000 उठाएर त्यसको प्रगति हुँदैन। त्यसैले 100 रुपियाँको ट्याक्स लगाउने होइन, 700 वटा कारको ट्याक्स लगाउनुहोस्। 100 को केराको, 100 को आँपको ट्याक्स लगाएर कुनै पनि देश तपाईँका यहाँ अहिले हामीले बजारमा देखिरहेका स्याउ सुन्तला आम्बा सबै किन आउँछन् विदेशबाट? कसरी आइरहन्? ट्याक्स तिरेर। ल्याउनै नल्याउनु, प्रतिबन्धन गर्नु न। आफ्नै देशमा उत्पादन गर्ने स्रोत साधन बनाउनु न। किन युवालाई देश जान बाध्य बनाउनु भएको? त्यो कुरा बुझ्नुहोस् र समयमै सम्मिलित हुनुहोस्। तपाईँलाई आग्रह छ, यो सुझाव हो।